ल ठुला के बनाएको यो यसलाई अब सलाद भन्छ सलाद 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 लात खाने मैले भनेको त्यो रमाइलो आज फेरि के सोचे त के भइदिएर यार हाम्रो चाहिँ अब यस्तो छ पिकनिक आज हल्का रमाइलो पिकनिक हो नि त अब फेरि यता तल्लोमा पनि स्टेपमा पनि जानु पर्यो नि त यसो बिस्तारै सोलो मसँग हो जाडोको मौसम कस्तो छ कसले घिचेको हो ल सुरु गरेको हान्नु यो चाहिँ आज हाम्रो होइन विशेष गरेर यो सुकेडाइका हामीहरू अब खातरी चाहिँ भन्न मिल्दैन कसले खाएको नि अस्ति हामीले खाएको कसैले माइकेलाले हामीलाई हप्का आउने त बाँच्दैन होइन गिलास फेरि जापानबाट त्यो अहिले यो चाहिँ उचाली राख्दा हुँदैन नि यार सबै डढेर गिलास जापानबाट यो जापानिज गिलासहरू होइन अहिले हाम्रो नयाँ क्वालिटीमा हामीले ल्याएको अर्ग्यानिक गिलासहरू के भन्दा फेरि कुकुरको शमशान के भाषा में बात की है तूने 50,000 हात पनि तपाईँको एकदम होइन हाम्रो दामी छ अहिले सेपा बदलको फेरि शिकार जङ्गलमै हो माई खोलाको डिलमा बसियो नि त हाम्रो भगवती माई छन् यहाँ हामीहरू खुसी छौँ अहिले फेरि हाम्रो माछाला पिस चाहिँ फेरि यहाँ छ त्यो अहिले फेरि तताउनु पर्यो यो त तताउनु पर्छ नि फेरि एउटा पिस छैन हामी चाहिँ यो पिस हान्दैछौँ होइन यो एकदम यो चाहिँ अर्ग्यानिक चढाएर हान्नु है फेरि जङ्गलमा भरे जङ्गलीले भेटेर अनि बौलाउँदै कहाँ चढाएको अरे ट्यापे गाङको अध्यक्ष चाहिँ म हुँ यहाँको लिडर भनौँ न I love you Santaram Santaram I love you Santaram 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 म नि हान्दिउँ न यार यो कसले तपाईँले खाएको यहाँ हाल्नु त माकुरी जाँच जिन्दगीमा पहिलोचोटि होला है यस्तो गिलास यता अब अब अर्को लिडर ग्याङ आउँदैछ यता बाबा चोकतिर बरे हडबडेलाई अस्ति गुड्डु खाएको ठाउँमा मासु बोलेर खाएको ये किस शमशान के भाषा में बात की है तूने बिगार भइसक्यो नाम पनि माछिने बनिरहेको चल बे तु बन्दे यसलाई तता हाल्नु त तँमा तातो छ होइन सलाद बनियोस् न भने तातो छ नि यहाँ बनाउँदैछ त छुट्टै पनि बनाउनेले भनेर यो पनि लिएर आएको के यसो निकाल ल्याएको कि अनि यो बोतल गिलास नपाएर बोतल लिएर आएको त्यसलाई पिस हाल्ने बोतल पो लिएर आएछ गिलास लिएर आउनु भने मैले निकाल त्यो अदालाई दिइहाल त मासु त्यसले अदाको कति लिएको एक बोतल ल्याएको त्यो लिनु होला चिसो मुराई पनि दे त्यहाँ जाडोमा चिसो हान्नु मुराई पनि दिएन होइन म अदाको हेर्न त्यहाँ मुराई त्यहाँ हेर्न भिआइपी कस्तो छ त्यो खोलेर हेर त
हेर न एकचोटि अब हेर हान्न थालिरहेछ बुढोले भिआइपी हुन्छ के दाइ अब भागिन्छ यहाँबाट बाबेले कुट्ने भयो त्यो कसमा नि त्यो अर्को बोतलको पनि लिएको भए त सकिँदो होला के हो लसुन दामी बनायो हाम्रो दोस्त यहाँ गीत सुन्दै आनन्दले काम गरिरहेछ हाम्रो ऱ्यापर ग्याङ हो ओहो डेढ बम के अरे के भनेको त्यो राम्रो त कसैले सिकाए पो यही बिल्डिङमा छ लामा राम्रो त काँडा सिक्यो नराम्रो त सिकाउँछ त हो एकदम काट त्यो चकिम बोमा यो काटेर एकदम फेरि त न एकदम त त्यतिकै सिङ्गे पनि हुन्छ गाली कैसे दे रहा है तू भैया मेरा मुंह से निकल गई क्या बताऊं भैया गाली त मुंह से निकलती है त्यो एक एकवटा तान्दै खाँदै गर्दा जाडो लागेको छ त जाडो एउटा पिस बोकेपछि बोकिराख्नु परिश्रम गर्दैछ त उता मलाई पनि जाडो लाग्यो मासला आगो दामी जौन एकचोटि चोप्लिङ जाडो लाग्दैन म अहिले एकछिनमा हान्ने त कसम पनि हान्ने नुहायो भने साउ नुहाउने होइन भिआइपी पछाडिदेखि चाहिँ हान्नु न पछाडि डङ हान्नु त पछाडिपट्टिबाट हजुर यतादेखि हो साबास अहिले सुँगुरको मासु 20 रुपैयाँ ल्याउँछ पाकिरहेछ कि है 20 रुपैयाँ बिचराको नम्बर छ के ल्याउने उ त भाइले अनि खोइ त उ त रक्सी खाँदै नि त मेरो पैसा लिएर आएको दाइ 100 रुपियाँ दिइराख्नु त ए साथी उयो ठुला त यार खाँदैन पो त नि म तर ओइ कति त्यहाँ छ गर्नु त 50 पुग्यो त 50 पुग्यो उयो डेढको लागि कति पर्छ कान्छा चिसो अँ डेढको त कति पर्छ नि कुन चिसोलाई डेढको लागि कति पर्छ 190 यो पक्रिनु सही भएन नभए अर्को पनि लिएर आउँदा हुन्थ्यो नि बोतल पर्दैन अरू उठ्नु त यस्तै भयो उहाँ छ नि त यो जाँदैन म यो झुले जग्गामा सिधै अर्को पनि ल्याउँदा हुन्छ यो त खाना त मलाई रिटै भयो भने 190 पर्छ होइन त्यहाँ 100 रुपियाँ भयो एकको ल्याउँ त भयो त एकको लागि कति पर्छ डेढको लागि कति पर्छ अरे 190 200 भनौँ न समथिङ लु लानु जानु कति पैसा आउँछ म फर्दा ल्याइदिन्छु है डेढको लिएर आउनु मलाई ल्याइदिउँ डेढको पर्दै बोला लिएर आउनु डेढको लिएर आउनु हापेन तल पुगिसकिसक्यो मेरो तान्दा साइकल साइकल लगेर जानु साइकल लगेर जानु यहाँ भोला ल्याइदिनु र यसको झुलेन्द्रको त माथि पो त होइन डेढको लिएर आउनु है डेढको त्यहाँ पायो भने नि बरु 5 को त्यो उयो लिएर पनि आउनु गिलास तर हुन्छ गिलास ल छिटो फास्ट हाम्रो भिआइपी को फेरि छ हो टक्क यो के हो गाइजहरू यो छुनु पनि दिँदैन यार ल साउ ल आज माकरी साउ नुहाउने भयो माई खोलामा यार
अब साउलाई अब चट्ट खोलामा डुबाएर लाने हो यहाँनिर डुबाएर लोटो कहाँ टक्क यहाँनिर नुहाएर जाने आज त म त